सम्पूर्णमा नमस्कार। आज हामी तपाईहरुलाई 500 ओके इरर आएर कुनै पनि हफा दाखिला अथवा माग फारम गर्न पाइरहनु भएको छैन भनेदेखि किन त्यस्तो इरर आउँछ भन्नेतर्फ छलफल गर्न गइरहेका छौँ। जस्तो मैले एउटा माग फारम संस्थागत माग फारम गर्न गइरहेको छु। संस्थागत माग फारम गर्दा मैले सम्पूर्ण विवरण हालेँ, प्यारासिटामोल यो क्वान्टिटीहरु सबै राखेँ र एड रेकर्ड गर्दाखेरि यो 500 ओके इरर आइरहेको छ। यो भनेको के हो भनेदेखि यसलाई मैले अहिले क्लोज गर्छु। यो भनेको कुनै पनि पहिली हजुरहरूले माग फारम बनाएर त्यसलाई सेभ नगरिकन बसेको छ भनेदेखि अथवा हजुरले काम गर्दाखेरि त्यो ट्याब क्लोज गर्नुभयो भनेदेखि यस्तो 500 यो माग फारम नम्बर 0 भएर बस्छ। 0 भनेको त्यो काम गर्न बाँकी छ भन्ने हो। कि यो माग फारमलाई हजुरहरूले डिलिट गर्नुपर्छ कि अथवा यसैलाई एडिट गर्नुपर्छ। अब जस्तो यसलाई मैले डिलिट गर्दिम भनेदेखि हामीलाई अर्को गर्न दिन्छ। हेरौँ है त। जस्तो संस्थागत माग फारम प्रयोजन राखेँ मैले स्थानीय तह ताप्लेजुङ फुङलिङमा गरिएको यो औषधिको नाम प्यारासिटामोल हैन डिसी राखेँ, परिमाण राखिदिन्छु, एड रेकर्ड यो गरेँ। तर यसलाई मैले सेभ गरिन भनेदेखि के हुन्छ त यसलाई सेभ नगर्ने बित्तिकै यो माग फारम नम्बर 0 भएर यहाँ बस्दिन्छ। यो भनेको सेभ चाहिँ भएको छ, यहाँनेरि डिसी भएको छ। पछि हजुरहरूले यसलाई कुनै काम गर्न सक्नुहुन्छ। तर अर्को बनाउन खोज्नुभयो भने कि यो माग फारमलाई डिलिट गर्नुपर्छ कि अर्को बनाउनुपर्छ। यसो हुँदाखेरि हाम्रो इरर आउँछ। जस्तो हेरौँ अब एउटा मैले त्यो गरिसकेका थिएँ। अब स्थानीय तह ताप्लेजुङ फुङलिङ कुनै अर्को बनाऊँ है त। आधारभूत फुङलिङलाई दिउँ, यो दिउँ, क्वान्टिटी दिउँ, एड रेकर्ड। अब यो इरर आउँछ। यसको सल्युसन भनेको यसलाई क्लोज गर्ने कि यो पुरानोलाई एडिट गरेर यसैमा आइटमहरु थप्दै जाने, यो सच्याएर होइन भनेदेखि यसलाई हजुरले डिलिट गर्नुभयो भनेदेखि अर्को काम गर्न हजुरहरूले पाउनुहुन्छ। हस्, धन्यवाद।